मेरो यो इभी चलाउँदा चलाउँदै आफै इरर आयो। इरर आएपछि मैले अफ गरेँ। अफ गरेर मैले अन गराएर अघि चलाउन खोज्दाखेरि चाहिँ तपाईँको के अरे स्टार्टै भएन। जस्तै मैले यो अन गरेँ भने पनि अगाडिको दुईवटा यसरी फ्ल्यास लाइटहरू चाहिँ बल्छ, साइड लाइटहरू यसरी पक बल्छ, एलइडी स्क्रिनै खुल्दैन के भएको हो। यो स्टार्टै गर्न मिल्दैन, चलाउनै मिल्दैन कि। अनि तपाईँको इभन चार्ज जोडेर ट्राई गर्छु भन्दा चार्ज पनि भएन, खै के भएको अब।